हेलो साथीहरू, आजको यस भिडियोमा चाहिँ हामीले बीएससी फर्स्ट इयर फिजिकल केमिस्ट्रीको केमिकल काइनेटिक्स तर्फबाट चाहिँ एक्टिभेसन इनर्जीको डेरिभेसन गर्न गइरहेका छौँ, जुन चाहिँ हाम्रो आउट गरेको असार महिनाको इक्जाममा चाहिँ 4 मार्क्सको रूपमा सोध्ने गर्छ र यो चाहिँ एकदम धेरै इम्पोर्टेन्ट क्वेसन रहेको छ र कसरी गर्ने भनेर अब चाहिँ अगाडि बढौँ है साथीहरू। यसको डेरिभेसन चाहिँ हामीले फर्स्टमा फर्म आरएनए सिक्वेन्स सल्भ गरेर चाहिँ हामीले यसको डेरिभेसन स्टार्ट गर्न गइरहेका छौँ र हामीलाई थाहा छ आरएनए सिक्वेन्स भनेको के इक्वल टु एई को पावर माइनस इए अपन आरटी हो चाहिँ हाम्रो आरएनए इक्वेसन हुन्छ र यसलाई चाहिँ हामीले इक्वेसन 1 को रूपमा मानौँ साथीहरू। चाहिँ हाम्रो इक्वेसन 1 भयो। अब हामीले यसमा चाहिँ के गर्छौँ भनेपछि यो इक्वलदेखि अगाडि र पछाडि बोथ साइडतिर टेकिङ एलएन गर्छौँ, टेकिङ एलएन अन बोथ साइड। अब दुई तर्फबाट एलएन लिँदाखेरि चाहिँ हाम्रो यो फर्स्टमा यो के चाहिँ भयो हाम्रो एलएन के, अनि हाम्रो यो ए चाहिँ हाम्रो एलएन ए डट, अनि हाम्रो एलएन ई को पावर माइनस इए अपन आरटी, ई को पावर माइनस इए अपन आरटी। अब चाहिँ हाम्रो एलएन ए भनेको चाहिँ हाम्रो एलएन के नै भइहाल्यो, इक्वल टु हाम्रो एलएन ए डट एलएन ई को पावर माइनस इए आरटी चाहिँ हाम्रो के को फर्ममा रहेको छ भने एलएन एक्सवाई, एलएन एक्सवाईको फर्ममा रहेको छ। एलएन ए भनेको हाम्रो एक्स भयो, डट एलएन ई को पावर माइनस इए आरटी भनेको चाहिँ वाई भयो। एलएन एक्सवाईको फर्ममा रहेको छ र हामीले 11 कक्षाको म्याथमा सिकेका छौँ कि एलएन एक्सवाई भनेको यसको हाम्रो फर्मुला हुन्छ एलएन एक्स प्लस एलएन वाई र सोही फर्मुला अनुसार यसलाई उक्त फर्मुला डाल्दाखेरि चाहिँ हामीसँग एक्स भनेको ए भयो अनि वाई भनेको चाहिँ माइनस इए अपन आरटी भयो र सोही अनुसार अब एलएन एक्स भनेको ए प्लस हाम्रो एलएन वाई भनेको कति छ एलएन ई को पावर माइनस इए अपन आरटी। अब हाम्रो अगाडि बढ्दाखेरि एलएन के इक्वल टु एलएन ए प्लस यो एलएन ई को पावर माइनस इए आरटी चाहिँ ट्याक्क हाम्रो कुन फर्ममा रहेको छ भने एलएन ए को पावर एक्स को फर्ममा रहेको छ है। र यसको हुन्छ हामीलाई एलएन ए को पावर एक्सलाई चाहिँ पावर अगाडि लिएर एक्स एलएन ए हामीले यो फर्ममा चेन्ज गर्न सक्छौँ। पावरलाई अगाडि ल्याइदिने अनि बाँकी जस्ताको तस्तै सारिदिने। र सोही अनुसार हाम्रो एलएन माइनस इए अपन आरटीको ठाउँमा पनि हाम्रो पावर रहेको छ। यो एलएन भइहाल्यो, ई भनेको ए भइहाल्यो अनि यो एक्स भइहाल्यो। यो र यसलाई कम्पेयर गर्दा चाहिँ ठ्याक्क यहाँ पावर एक्स पावरलाई अगाडि लिएर स्वात्त लेखाएको छ। यहाँ पनि हाम्रो माइनस इए अपन आरटीको पावरलाई अगाडि लिने माइनस इए अपन आरटी अनि हाम्रो यो एलएन ईलाई लेखिदिने एलएन ई। अनि यसै गरी अर्को स्टेपमा चाहिँ एलएन के इक्वल टु एलएन ए प्लस माइनस इए अपन आर र यो ए बाई टीलाई चाहिँ यसरी लेख्ने सजिलो हुन्छ, ए बाई टी। यो के होइन सेम हो, इए माइनस इए अपन आरटी भन्नु र माइनस इए अपन आर पोइन्ट ए बाई टी भन्नु चाहिँ सेम हो। यसरी यो ए चाहिँ होइन हाम्रो 1 बाई टी, इए अपन 1 बाई टी र हाम्रो यो एलएन ई को भ्यालु चाहिँ एलएन ई इक्वल टु 1 भएको कारणले गर्दा चाहिँ हामीहरूले यसलाई नलेख्यौँ, मतलब लेख्दै पनि हो 0.1। यसको चाहिँ खासै काम हुन्न, मल्टिप्लाईको फर्ममा छ 1, मल्टिप्लाईको फर्ममा 1 भइसकेपछि कुनै पनि ठाउँमा काम हुन्न। अनि यसै गरेर अब चाहिँ अर्को स्टेपमा हामीहरूले एलएन के इक्वल टु यो माइनस इए अपन आर डट 1 बाई टीलाई चाहिँ अगाडि लेख्यौँ माइनस इए अपन आर डट 1 बाई टी अनि हाम्रो यहाँको रहेको छ प्लस एलएन ए। यसलाई चाहिँ हामीले अगाडि यसलाई इक्वेसन 1 दिएको थियो, यसलाई इक्वेसन 2 को नाम दियौँ। यो चाहिँ हाम्रो भयो इक्वेसन 2। र अब हामीहरूले यो इक्वेसनलाई चाहिँ गहिरेर हेर्दाखेरि चाहिँ कस्तो खालको छ भने यो इक्वेसन चाहिँ वाई इक्वल टु एमएक्स प्लस सी को फर्ममा छ र हामीलाई थाहा छ वाई इक्वल टु एमएक्स सी को फर्ममा रहेको इक्वेसनले जहिले पनि एउटा स्ट्रेट लाइन दिन्छ। हामीले हेर्दाखेरि चाहिँ हाम्रो एलएन के वाई भयो इक्वल टु यसरी हेरौँ न, हाम्रो एलएन के वाई भयो वाई इक्वल टु एमएक्स, यो माइनस ए अपन आर चाहिँ हाम्रो एम भयो
अनि 1/t भनेको हाम्रो x भयो, y इक्वल टु mx प्लस ln a भनेको c भयो। यो चाहिँ हाम्रो स्ट्रेट लाइनको इक्वेसन हुन्छ। यसलाई चाहिँ हामीले ग्राफमा प्लट गरेपछि एउटा चाहिँ स्ट्रेट लाइन अब्टेन हुन्छ ह्याभिङ इन्टरसेप्ट y इन्टरसेप्ट ln a भएको। अब हामीले यो y र x अथवा ln k र 1/t लाई ग्राफमा प्लट गरेर हेरौँ, जहाँ चाहिँ हाम्रो स्लोप -e/r मिल्छ इन्टरसेप्ट ln a अपन c भएको। ल यसलाई चाहिँ ग्राफमा प्लट गरेर हेरौँ है साथीहरु, x छ अनि यो y लाई। यसरी अब मैले चाहिँ एउटा ग्राफ खिच्दैछु। हाम्रो सबैलाई थाहा छ यो भनेको हाम्रो भर्टिकल भनेको y एक्सिस हुन्छ, होरिजोन्टल x एक्सिस हुन्छ र हाम्रो y को ठाउँमा चाहिँ ln k छ, त्यसैले मैले ln k नै लेखेँ। अनि त्यसपछि x भनेको हाम्रो कति छ 1/t छ, x तिर 1/t लेखेँ। अनि हाम्रो एउटा स्ट्रेट लाइन चाहिँ यसरी आएको अब्टेन हुन्छ, किनकि यो इक्वेसन भनेको y इक्वल टु mx प्लस c भनेको एउटा स्ट्रेट लाइनको इक्वेसन हो। यो चाहिँ स्ट्रेट लाइनमा चाहिँ हामीले त स्लोप खिच्यौँ, स्लोप इक्वल टु चाहिँ हाम्रो कति छ, स्लोप m भनेको हाम्रो -e/r इक्वल टु m इक्वल टु -e/r। यो चाहिँ e भनेको चाहिँ हाम्रो एक्टिभेसन इनर्जी हो है साथीहरु। अनि हाम्रो यो चाहिँ y इन्टरसेप्ट भयो, कति छ हाम्रो ln a। अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो स्लोप इक्वल टु -e/r छ है साथी, स्लोप इक्वल टु -e/r। अब यसलाई चाहिँ यहीँबाट e को भ्यालु, एक्टिभेसन इनर्जीको भ्यालु निकाल्ने हो भने e इक्वल टु माइनस छ हाम्रो e आयो, e यहीँ राख्यो अनि स्लोप इन्टु r, स्लोप इन्टु r। यो चाहिँ हाम्रो एक्टिभेसन इनर्जी निकाल्ने कुनै पनि इक्वेसनको, कुनै पनि रियाक्सनको एक्टिभेसन इनर्जी निकाल्ने फर्मुला भयो, इक्वेसन भयो। यदि हामीहरुमा स्लोप अलरेडी रियाक्सनमा दिएको छ भने, र यदि हामीहरु सोध्ने हरेक क्वेसनमा स्लोप हामीलाई थाहा हुन्न, हामीहरुलाई r रेट अफ रियाक्सन र k, हामीहरुलाई सोध्ने एभ्री रियाक्सनको न्युमेरिकलमा चाहिँ हाम्रो टेम्परेचर T अनि रेट कन्स्ट्यान्ट के मात्र दिएको हुन्छ, र त्यसको लागि चाहिँ हामीले छुट्टै अर्को इक्वेसन युज गरेर, अर्को फर्मुला युज गरेर एक्टिभेसन इनर्जी निकाल्नु पर्छ। र यो चाहिँ खास चाहिँ युज हुन, तर गर्नु चाहिँ पर्छ है साथीहरु, कहिलेकाहीँ चाहिँ इक्वेसन पनि काम लाग्छ। त्यसैले हामीले अब यसलाई चाहिँ अल्टरनेटिभली अर्को मेथडबाट जान्छौँ। र यहाँ चाहिँ मैले अलिकति के लेखेँ भने हियर EA भनेको हाम्रो EA र A भनेको एक्टिभेसन इनर्जी, EA भने A भनेको हाम्रो फ्रिक्वेन्सी अफ रियाक्सन हुन्छ। यिनीहरु चाहिँ हाम्रो रियाक्सनको क्यारेक्टर हुन् र जुन चाहिँ हाम्रो टेम्परेचरमा इन्डिपेन्डेन्ट हुन्छन्, तर हाम्रो के रेट कन्स्ट्यान्ट चाहिँ टेम्परेचरसँग डिपेन्डेन्ट हुन्छ। र अब यति गरेपछि हाम्रो आधा पार्ट सकिसकेको छ। अब अर्को पार्टमा चाहिँ हाम्रो यो एक्टिभेसन इनर्जीको डिराइभ गरौँ है त साथीहरु, मेन फर्मुला। अब चाहिँ हामीले थोरै भाषागत शैलीमा के लेख्यौँ भने, लेट कन्सिडर द्याट K1 एन्ड K2 बी द रेट अफ केमिकल रियाक्सन गिभन केमिकल रियाक्सन। हामीहरुलाई क्वेसनमा दिएको केमिकल रियाक्सनको K1 र K2 चाहिँ इनिशियल र फाइनल रेट कन्स्ट्यान्ट हुन् एट टाइम T1 एन्ड T2, इनिशियल र एट टेम्परेचर T1 एन्ड T2, इनिशियल टेम्परेचर T1 र फाइनल टेम्परेचर T2 मा चाहिँ K1 र K2 हाम्रो रेस्पेक्टिभली रेट कन्स्ट्यान्ट रहेको छन् रियाक्सनको। अब हामीहरुले चाहिँ इक्वेसन आई बाट हाम्रो इक्वेसनलाई ल्याउँछ। हामीसँग इक्वेसन आई मा रहेको छ ln k इक्वल टु -e मल्टिप्लाई बाइ 1/2 प्लस ln a। यसलाई चाहिँ हामीले लेखौँ बढी साथीहरु। अब हामीहरुको ln k2 इक्वल टु -e/r पोइन्ट 1/t2 प्लस ln a। यो चाहिँ हामीले एउटा इक्वेसन आई मानौ। अनि यसै गरेर ln k1 एउटा k2 भएको छ, एउटा k1 भएको छ साथीहरु, इक्वल टु -e/r पोइन्ट 1/t1 प्लस ln a। यो चाहिँ हामीले आइबी मान्यौ। अब चाहिँ हामीले के गरौँ भनेपछि सब्स्ट्र्याक्ट इक्वेसन आइबी फ्रम आई। इक्वेसन 4 लाई चाहिँ चिन्हबाट घटाऊ है त साथीहरु। अब सब्स्ट्र्याक्ट गर्दाखेरि चाहिँ अब हामीले इक्वेसन 4 लाई चाहिँ 3 बाट घटाउँदै छौं। हाम्रो यहाँ हुन्छ ln k2 minus ln k1
हाम्रो लेफ्ट साइडतिर सब्ट्र्याक्ट गऱ्यो इक्वल टु माइनस EA अपन R 0.1/R प्लस LNA। यसलाई चाहिँ हामीले घटाको फर्ममा लेख्यौँ टक्क। अनि यसलाई चाहिँ हाम्रो सेम सार्दै गऱ्यो। यसलाई चाहिँ lnk2 माइनस lnk1 इक्वल टु अब चाहिँ हाम्रो यहाँ चाहिँ टक्क LNA र LNA प्लस LNA माइनस LNA भएको कारणले गर्दा यो प्लस LNA अनि माइनस LNA कट्यो। हाम्रो lnk2 माइनस q1 भनेको हाम्रो lnx माइनस lny को फर्ममा छ, जुनको चाहिँ हाम्रो हुन्छ lnx/y डिभाइडको फर्ममा आउँछ, सब्ट्र्याक्टको फर्ममा छ भने। अब सोही अनुसार यसलाई चाहिँ हामीले लेख्यौँ lnk2 अपन k1 इक्वल टु माइनस EA अपन R 0.1/T2 प्लस EA अपन R हामीसँग छ प्लस EA अपन R मल्टिप्लाई 1/T1। अब यो इक्वल टु हाम्रो भयो। यो प्लस भएकोलाई चाहिँ अगाडि ल्याऊ, यो प्लस भएको टर्मलाई चाहिँ EA अपन R मल्टिप्लाई बाई 1/T1 अनि माइनस भएकोलाई चाहिँ पछि लगाऊँ EA अपन R 1/T2। र यसलाई चाहिँ के गरौँ भनेपछि हाम्रो अगाडि पनि EA अपन R पछाडि पनि EA अपन R भएको कारणले गर्दा यो EA अपन R भन्ने टर्मलाई चाहिँ कमन ल्याऊ। EA अपन R हाम्रो कमन आयो अनि हाम्रो बच्यो अगाडिको टर्ममा चाहिँ EA 1 अपन T1 माइनस 1 अपन T2। अनि हाम्रो यो चाहिँ जुन हाम्रो दिस इज द रिक्वायर्ड एक्सप्रेसन फर द क्यालकुलेट एक्टिभेसन एनर्जी अफ द एभ्री रियाक्सन विच ह्याभ टु सल्भ छ है साथीहरू। क्वेसनमा जुन रियाक्सन दिएको छ त्यसलाई सल्भ गर्नको लागि निकाल्ने एक्टिभेसन एनर्जी निकाल्ने हो हाम्रो इक्वेसन भयो। यहाँ चाहिँ हाम्रो यसको युनिट अफ इनर्जी चाहिँ डिपेन्ड अन द युनिट अफ युनिभर्सल ग्यास इक्वेसन विच वी हेभ टु टेकन, जसलाई चाहिँ हामीले लिएका छौँ। अब चाहिँ यही उक्त इक्वेसनको युज गरेर एउटा क्वेसनलाई सल्भ गरेर हेरौँ साथीहरू। अब चाहिँ हामीहरूले अहिले भर्खर मात्र डिराइभ गरेको इक्वेसन युज गरेर 2074मा सोधिएको एक्टिभेसन इनर्जी निकाल्ने एउटा न्युमेरिकल सल्भ गरौँ है साथीहरू। मैले यो न्युमेरिकललाई टोटल्ली क्वेसनलाई राम्ररी पढ्न लागेन, यहाँ दिएको इन्फर्मेसनहरूलाई तपाईँहरूको सामु सहर गरेँ। हामीहरूलाई चाहिँ यहाँ k1 भनेको k1 इक्वल टु 5.25 इन्टु 10 को पावर माइनस 3 दिएको छ। यसै गरी हाम्रो k2 चाहिँ हामीहरूलाई 11.1 इन्टु 10 को पावर माइनस 3 दिएको छ। अनि यसै गरेर हामीहरूलाई T1 चाहिँ 30 डिग्री सेल्सियस दिएको छ र यसलाई चाहिँ केल्भिनमा चेन्ज गर्दाखेरि यसको हुन्छ प्लस 27 गर्नुपर्छ। हाम्रो आयो 303 डिग्री सेल्सियस। T1 चाहिँ हामीहरूलाई केल्भिन 303 डिग्री केल्भिन। अनि T2 चाहिँ हामीहरूलाई क्वेसनमा माथि दिएको छ, मैले देखाएन र पढाएन राम्ररी। T2 इक्वल टु 40 डिग्री सेल्सियस छ। यसलाई चाहिँ केल्भिनमा लगेपछि प्लस 273 गर्नुपर्छ। हाम्रो चाहिँ केल्भिन आउँछ 313 केल्भिन। हामीहरूलाई यसै गरी k1 k2 र T1 T2 इन्फर्मेसन हामीहरूले माथि क्वेसनबाट दिइसकेका छौँ। र अब एक्टिभेसन एनर्जी निकाल्दाखेरि चाहिँ हामीहरूले भर्खर अगाडि मात्र डिराइभ गरेको इक्वेसन छ EA इक्वल टु सरी हामी अगाडि ln k2 अपन k1 इक्वल टु EA अपन R हामीले अगाडि भर्खरमा डिराइभ गरेको इक्वेसन हो चाहिँ फर्मुला 1/T1 माइनस 1/T2। अब यति गरिसकेपछि फर्स्टमा चाहिँ हामीहरूले यो ln k2 अपन k1 को भ्यालु निकालौँ है साथीहरू। ln
K2 upon K1 इक्वल टु चाहिँ ln हामीहरूको K2 भनेको चाहिँ माथि 11.1 into 10 power minus 3 भएको छ 11.1 into 10 को power minus 3 र हाम्रो K1 भनेको चाहिँ 5.25 5.25 into 10 को power minus 3 भएको छ र 10 को power minus 10 को power minus 3 कट्यो र यो सबैलाई गर्दाखेरि चाहिँ हाम्रो आयो हाम्रो ln K2 by K1 को भ्यालु चाहिँ 0.7483170317 आयो। यसैगरी अब हामीले यो जुन इक्वेसन अगाडि हामीले निकालेको यसमा ln K2 by K1 को भ्यालु यति निकाल्यो। अब चाहिँ हामीले T1 1 by T1 minus 1 upon T2 को निकालौँ। यसरी निकालेपछि सजिलो हुन्छ पछाडि हामी सब्स्टिट्युट गरेर EA को भ्यालु निकाल्नको लागि। अब चाहिँ हामीहरूले 1 by T1 minus 1 by T2 को भ्यालु निकाल्न पर्छ साथीहरु। र हामी 1 upon T1 भनेको हामीहरु कति छ 303 minus 1 upon T2 भनेको 313 हाम्रो थाहा छडी छ। यसमा चाहिँ हामीले एलसीएम लिनु पर्छ र एलसीएम लिँदाखेरि चाहिँ यो 313 यता क्रस मल्टिप्लाई हुन आउँछ 313 minus 313 यता 1 सँग मल्टिप्लाई गर्न जान्छ 313 अपन यो मल्टिप्लाई गर्दाखेरि चाहिँ हाम्रो हुन्छ 94839 94839 र 313 बाट 313 घटाएर हाम्रो 10 आयो 10 लाई चाहिँ 94839 ले डिवाइड गर्नुपर्छ 94839 ले डिवाइड गर्दा चाहिँ हाम्रो फाइनल रिजल्ट कति आउँछ 0.000 यति चाहिँ हाम्रो यो डिवाइड गरेर यो आयो र 1 by T1 minus 1 by T2 पनि निकाल्यौ हामीले। र हामीले R को भ्यालु चाहिँ 8.314 राख्छौं 8.314। अब हामीले सबै सम्पूर्ण भ्यालुहरुलाई चाहिँ लगेर हाम्रो यो जुन इक्वेसन अगाडि हामीले डिराइभ गरेको इक्वेसन यसमा लगेर सब्स्टिट्युट गरौँ अनि EA को भ्यालु निकालौँ है त साथीहरु। अब यो इक्वेसनलाई एकपल्ट यसरी फेरबदल चेन्ज गरौँ कि ln K2 by K1 हाम्रो ln K2 by K1 को भ्यालु चाहिँ कति आएको छ भनेपछि 0.074871 यसरी चाहिँ मैले अगाडि हामीले निकालेको भ्यालुहरुलाई चाहिँ यो इक्वेसनमा सब्स्टिट्युट गरे यो चाहिँ हाम्रो ln K2 by K1 को भ्यालु भयो यो चाहिँ हाम्रो 1 by T1 minus 1 by T2 को भ्यालु भयो। अब हामीले चाहिँ यो EA लाई यतै राखौं EA लाई एकै साइडमा राखौं र हाम्रो यो जुन छ यसलाई चाहिँ जस्ताको तस्तै लेखौं 0.7487170317 अनि जसलाई चाहिँ हाम्रो यो 1 by T1 minus 1 by T2 को भ्यालुले तलबाट भाग गर्न आयो डिवाइड गर्न आयो 0.00010544185 अनि जुन हाम्रो R छ यसले चाहिँ मल्टिप्लाई गर्न गयो 8.314 र यसरी लास्टमा हाम्रो क्याल्कुलेसन गर्दाखेरि चाहिँ एक्टिभेसन इनर्जीको भ्यालु निस्क्यो 59057 जुल के को पावर -1 मोल को पावर -1। यो युनिट चाहिँ हाम्रो अगाडि क्वेशनमा R को भ्यालु जुन युनिटमा दिएको हुन्छ त्यही नै हुन्छ। हाम्रो चाहिँ अगाडि क्वेशनमा R इक्वल टु 8.314 जुल पर क्यालोरी पर मोल यो हामीहरुलाई क्वेशनमै दिएको थियो र क्वेशनमा दिएको भएको कारणले गर्दा हामीहरुको एन्सर पनि जुन युनिटमा क्वेशनमा दिएको छ त्यो युनिटमा लेख्नु पर्छ है त साथीहरु।